12 दिन बस्यो नि। ए ए डुङ्गा त दिनै चढा दिनै अगाडिपट्टि दोडा बस्दो रहेछ। अनि डर लाग्ने भने नि तपाईँलाई डुङ्गा चढ्दा? लागेन। पछाडि दोडा अगाडि दोडा बस्दो रहेछ। यस्तोमा दोडा ऊ त्यस्तोमा दोडा बस्दो रहेछ। समुद्र तर्नु पर्ने नि अब। सानो खोला हो र यहाँबाट ऊ बर्र जति। ए पानी जहाजमा? अँ पानी जहाजमा। ए त्यसरी लाँदा त्यो त 20-25 वर्ष अगाडिको कुरा होला। पैसा त कति तिरेन हामीले तिरेन। तपाईँ जाँदा त हामी जन्मिया थिएन होला त्यहाँ जाँदा। त्यो बुढीले तिर्यो। हेर हेर त सबै ठाउँ 5 पोखरी एउटा गोसेथान हेरेर पाएन। कहाँ गोसाइकुण्ड? उम्, त्यो त हिँडेर जानुपर्छ। बसमा नि लाग्छ होला अहिले त। पूर्णा दिदीहरू परार हिँडेर पहिला हिँडेर गए हामी गोसाइकुण्ड पुगेर आएको भन्थे। दुध त आउँछ अरे त माथिबाट चढाएको दुध तलबाट आउँछ अरे त गोसाइकुण्डमा त। गोसाइकुण्डमा अनि हजरामा त पोखराको डुङ्गा पनि चढ्यो भन्छ नि त। अङ्कलले पोखरा लगायो त हजरामालाई? कहिले पोहोर? हेर्न त सबै ठाउँ हेऱ्यो देख्यो। ए म जागिर खाएको थिएँ कि थिएँ नि त्यति बेला। एउटा ए घुम्न मन लागेको थियो। तपाईँहरूलाई नि पोखरा जानु मन लागेको थियो होला? पोखरा जाँदा कति दिन लाग्छ र? लैदियो न आमालाई लैदियो। बुहारी घर ल्याएर राख्नु। बुहारीलाई यहाँ छोडिदिनु अनि हजुर के मम्मीहरूलाई चाहिँ लाने? बुहारीलाई जानु मन लाग्यो होला। यति उमेरको मान्छे नुहाउन अल्छी गरेर नुहाउनै बस्दो रहेछन्। उमेर कति भयो तपाईँको? 40 भयो? 35 वर्षको सालको अब मकै कति बेला भुटिदिनुहुन्छ त? नुहाउने जाने हो। के थाहा त अब भोलि जाने तयारी गर्नु पर्यो। नुहाउने भने गइहाल्यो भने त बोकेर लानु पर्यो। राति भुटाउँला नि त, नत्र बेलुका खाना खाएर अनि भुटे हुँदैन? राति मजा लाउनु पर्यो।